हेलो एभ्रिवान। सो अहिले भने चाहिँ मेरो है दिनको सुरुवात चाहिँ बिहानै भइसकेको हो। अब यस्तै हो है, नानीको आमा भएपछि चाहिँ घाम लागेपछि चाहिँ नानीको लुगाकै टेन्सन हुन्छ नि त हो। बिहान उठेर हो फ्रेस भएर एकदम लुगाहरू सुकाएर। सो आज चाहिँ कति दिन बादमा घाम लागेर दिन पनि यस्तो दामी भइराखेको छ हो। नानी भएको घरमा चाहिँ यस्तै हुन्छ हो। अब घाम लाग्यो भने चाहिँ फेरि बिहान नै अरू चाहिँ केही सोच्दैन कि सोचाइ चाहिँ केही आउँदैन कि नानीको लुगै सोचाइ आउँछ हो। दिन पनि हेर्नु सक्नुहुन्छ। वाउ कस्तो मजाको भइराखेको छ। मकैहरू पाक्न टिक्छ। सो यहाँ चाहिँ छ हाम्रो गिनु पिग कि यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। हाम्रोमा चाहिँ गिनु पिग छ। भोक लाग्यो भने चाहिँ यसरी कराउनु चाहिँ मामलाई दिनुपर्छ। अब हो मजाले खान्छ, पानी दिनुपर्छ। बढाल्नु नि ठुलो चाहिँ यस्तो बदमास गर्ने भइसकेको छ हो। सानो चाहिँ सुतिरहेको छ बिहान नै उठेर पनि। हाम्रो चाहिँ आज घाम लाग्यो कि यहाँ होलसेल निकालेको छ। होलसेल सोमबारमा हाट लाग्छ हाम्रो चाहिँ होलसेल। कस्तो कस्तो लानुहुन्छ? गोर्खा ए एडिडास परेछ। हेर्नुहोस् यहाँनिर यस्तो होलसेल गोर्खा सिक्किम स्कर्टको लुगाहरू पनि तपाईँले पाइहाल्नुहुन्छ 100 रुपियाँमै। आउनुहोस् यस्तो घिनलाग्दो गनाइरहेको रहेछ कि यो लुगाहरू चाहिँ। अनि आउनुहोस् बाई वान गेट वान फ्री होलसेलको लुगा यहाँ। आउनुहोस् तपाईँहरूले आउनुहोस्। पानीझरीमा एकदम राम्रो हुन्छ यो तपाईँहरूको। यो के भन्छ त्यो रेनकोटको काम गर्छ साथीहरू। यो पनि लानुहोस् तपाईँहरूले, लानुहोस्। यो अनि के भन्छ आर्मीको प्रिन्टेडमा लानुहोस्। यो एकदम न्यू ब्रान्डको, यो खोलेकै थिएन, ट्यागसँगै छ। तपाईँहरूले लगिहाल्नुहोस्। हेर्नुहोस् साथीहरू, आउनुहोस् लानुहोस्। अगस्तमा एकदम राम्रो हुन्छ यो सेतो भेस्टहरू लाएर फुटबल हेर्न जानुहोस्। आउनुहोस्। यो एकदम अब विन्टर आउन आँटेको छ साथीहरू। आउनुहोस्। कुकुरहरू सुत्छ फेरि यहाँ। टाइसु आएर सुतिदियो भने त फेरि बर्बाद हुन्छ नि गनाएको माथि पनि है टाइसु। मेरो छोरा चाहिँ गाई सुताइराखेको थियो कि उसको फुपूले कहिले उठिसर पनि खेलिरहेको रहेछ। नाकै पोल्यो नि। भाइ यस्तै छ मेरो छोरा चाहिँ हो। रुन्दैन हो चाहिँ उठेर पनि खेलिबस्छ। कोही बेला हात हेरिरहेको हुन्छ, घुमेर कहाँ पुग्छ खेलिबस्छ। ऊ चाहिँ यस्तो छ हो। सिरानीपट्टि चाहिँ खुट्टापट्टि चाहिँ सिरानी। बिहान चाहिँ अब नानी चाहिँ बिहान नै उठ्छ नि त हो। बिहान नै उठेर खेलेर मैले चाहिँ जस्ट यो केही पट्याएकै थिएन, त्यत्तिकै राखेर चाहिँ फेरि खेलेर चाहिँ ऊ चाहिँ सुतेको थियो। म चाहिँ भित्र लुगाहरू धुनु गएँ कि अन्त उसको फुपूले चाहिँ यसरी सुताएको थियो। यहाँ चाहिँ सुत्नेपट्टि चाहिँ होइन, उसको चाहिँ खुट्टा छ यस्तो छ। अब उठेर लोड्यो भने पनि भाइ चाहिँ चाल पाउँदैन। यस्तो उयो सन्तोकी छ कि चाहिँ चुइनी गर्दैन। ऊ यहाँ हेर्नु न खेलिबस्छ। भाइ जानु छोनाम पाल्दैन के गर्नु भएको? उसको चाहिँ हेर्नु न यहाँ मच्छरले कस्तो अस्ति मच्छरले चिल्लिछ कि यहाँनिर पानी फोका जस्तो भइरहेको छ। भाइ आजकल चाहिँ यति बेसी पल्टिन्छ कि भाइ चाहिँ। भाइ छोनाम पाल्दैन भाइ पनि अब नैने गर्नुपर्छ ल बुल्लु। अनसर्टेन हामी चाहिँ यहाँनिर फुटबल हेर्नु आउने प्लान भयो। दाजुभाइको आउटफिट देखाइदिनु न। दाजुभाइको आउटफिट चाहिँ फेरि सेम छ। यहाँ चाहिँ म छु, यहाँ चाहिँ हेलो भनिदिनुहोस् न। आज चाहिँ म आकुको फुटबल हेर्न आएको भनिदिनुहोस् न भाइ। पानी पर्दैछ, घाम लाग्दैछ। उताको चाहिँ रहेछ पुलिस यताको चाहिँ रहेछ।
पावर डिपार्टमेन्ट पावर डिपार्टमेन्ट फिलिङ पुलिस नाम यस प्रकार छन् बरहाङ सुब्बा गोलकिपर 01 सेफ गुरुङ जर्सी नम्बर 8 मदन सुब्बा जर्सी नम्बर 4 सन्तोष खड्का जर्सी नम्बर 7 सुरज अहिले चाहिँ अब हामी गएको है फुटबल चाहिँ म्याच चाहिँ हुँदैछ कि तर अब नानीहरू सानो छ नि त अब रात पर्छ होइन नानीहरूलाई अब राख्नु हुँदैन नि त ज्यादा त्यही भएर हामी चाहिँ गएको आमा आउनुहोस् है ल जाउँ हामी चाहिँ लागेको अब चाहिँ घरतिर रात पर्यो 2टा नाति लगेर जाँदैछु तल जाँदैछ नानीहरू मामा र म चाहिँ बुहारी र म चाहिँ यहाँ पछाडि बिस्तारी झर्दैछु है आमाको पनि अब खुट्टा दुख्छ हो मेरो नि खुट्टा दुख्छ हो बिस्तारी झर्ने बुहारी चिप्लो छ छिटो हिँड्नु सक्दैन आप्पाहरू चाहिँ यहाँ हुनुहुन्छ हो पुच्चु हो सानो पुच्ची चाहिँ यहाँ छ हो पुच्चु यता अर्को पुच्ची चाहिँ ऊ आजीसँग हो अब दुईजना चाहिँ आज ट्विनिङ दुईजनाको ड्रेस चाहिँ आज ट्विनिङ छ हो वाउ खै आँखा उयो गरिदिनुहोस् दिवाङ यहाँ हेर्नुहोस् है बाई बाई यतै बाई आपा यता हेर्नुहोस् न कुच्चौले बाई दिवाङ दिवाङ यता ल भयो यता पनि गाउँ चाहिँ दामी चाहिँ टार खालके चाहिँ यता पनि मजाको छ हाम्रो नम्बु पनि त्यस्तो हाउडे त होइन नि क्या दामी पो छ त टार खालके टक्कै होइन घरहरू यहाँदेखि उता पुरा छ घरहरू त्यो नास्पाती खानु पाएको भए के राम्रो हुन्थ्यो त्यही त यहाँनिर चाहिँ यस्तो बेसी नास्पाती फलिरहेको छ कि यहाँनिर हेर्नुहोस् न अब वाउ नास्पाती चाहिँ हेर्नु आमा यहाँ आउनु त फोनमा हेर्नु ऊ वा हेर्नु फलेको के गर्नु अब हाम्रो होइन हो गाइस खानु भएको छैन अर्काको हो अब मान्छे भए त माग्थ्यो त माग्नु पनि अब आफ्नो घर भए त चिनाजानी भए त हुन्थ्यो नि अब म त यो गाउँको बुहारी परि गयो हो अप्ठ्यारो हुन्छ नि आनियोको घर आप्पाको आमाको यो चाहिँ हाम्रो मूल घर आप्पाहरूको आमा चाहिँ यहाँनिर आनियो भएकोमा जानुभएको सो हामी चाहिँ हिँड्दै गर्ने यो चाहिँ एकदम नरेगा लाग्दैछ नि त हो नरेगाले बाटो चाहिँ यस्तो बनाएको छ नि त साह्रो पर्छ अर्को पनि फुटबल हेर्नु भएन त्यही त कसले गोल लगायो साँच्चै घर आइपुग्यो डन चाहिँ यहाँ खेल्दैछ डन चाहिँ यहाँ खेल्दैछ अनि त डन चाहिँ यहाँ आनीसँग खेल्दैछ बोक्दा बोक्दा कस्तो मजाले हाँस्यो हेर्नुहोस् न बल्ल बल्ल भुइँमा खेल्न पाएको उयो त बोक्नु भन्दा भुइँमै मन पराउँछ त नि यो डुस गर्दैन नानी ढिङ्का टक्का ढिङ्का टक्का ढिङ्का टक्का ढिङ्का टक्का गर्दैन न खै मस्किहाल्छ त्यसको डान्स गर्यो ए त्यस्तो नजान ढिस्टिक 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 गर्यो यस्तो एक्सर्साइज एक्सर्साइज या 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 खुट्टी खुट्टी पनि यहाँ खुट्टी छोरा पनि हेल्दी भयो हाम्रो लागि त कति हेल्दी हो नि हो यस्तो पुच्चु त ढिस्टिक 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 अनि उता हेरेछ ढिस्टिक 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 प्रडक्टको प्रडक्ट त घिउ मात्रै खान्छ
छुर्पीको दामी छ है छुर्पी मात्रै हो खानेको कुरो पढाइनु त तँ पढाइनु यस त्यो अनिहरूको घर उता डाँडाको पो मजाले यस्तो खाना लगाएछ है फले है मैले छिटो भएन हामी चाहिँ सबै अब त्यस्तै नानी भएको घरमा हो अब चाहिँ आमाले खाना सब्जी बनाउनु भएको थियो यता ठुलो नानी सुताउँदा त्यस्तै हुन्छ म मेरो नानी सुताउँदा ठिकै हुन्छ अब हामी चाहिँ अन्त खाना चाहिँ फेरि तल किचनमा खान्छ नि त हो आगो अर्ग्यानिक किचनमा सो हामी चाहिँ अब खाना खाएर आएको पनि अब दिवाङलाई माम दिनुपर्छ नानीले चाहिँ खाएको छैन हामीले चाहिँ खायो हो नानीको चाहिँ अब यहीँ पकाइराखेको हुन्छ यहाँ दिन्छ नि त हेलो गरिदिनु नानी बाई बाई गरिदिनुहोस् छिटो बाई बाई गरिदिनुहोस् सो आजको भिडियो चाहिँ हाम्रो चाहिँ यति नै थियो तपाईँहरूलाई अब कस्तो के लाग्छ हेरिदिनुहोस् होला लाइक कमेन्ट गरिदिनुहोस् होला लाइक कमेन्ट अनि Good night, सब्सक्राइब पनि everybody. गरिदिनुहोस् होला आजको लागि चाहिँ यति नै थियो हाम्रो भिडियो सो बाई बाई गुड नाइट एभ्री वान दिवाङ बाई बाई गरिदिनुहोस् नानी बाई बाई गरिदिनुहोस् बाई बाई बाई